कहाँ राखौँ यहाँ राखौँ हो नमस्कार के छ गतिविधि भनेर आज चाहिँ अलिकति अरूलाई नै निहालौँ न त भनेर निहाल्न आइपुगेको के छ बजारको अवस्था व्यवस्था के कस्तो छ भनेर आज चाहिँ बजारै निहाल्नु पर्यो भनेर यहाँ को छ बजारमा के छ को छ भन्दा पनि पहिले चाहिँ बाँच्नु पर्यो अनि बाँच्नको लागि बा 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 जिन्दाबाद बा प्यारो बा बा के जाति बा बा मैले भनिसकेँ सेफ्टी छु यसो नगरे त यहाँ भइरहेको छैन कतिखेर कहाँबाट कुवार बङ्का बङ भन्दा पनि बङ्का बङ के छ साथीहरू सबै हाई हेलो नमस्ते दर्शन नमस्ते के छ आज हालखबर ठिक छ आज चाहिँ हल्का यसो रमाइलो गरौँ भनेर साथीभाइसँग यसो को रहेछन् यसो भनेर आएको अब अहिले यतिखेर चाहिँ म नेपालमा छु क्या नेपालमा चाहिँ त्यो अब यसरी हाँस्न अनि हाँसेर बाँच्नको लागि नै एउटा मन्त्र चाहिँ बोल्नुपर्छ है सबैले तपाईँहरूले बोल्नु भएको छ कि छैन के मन्त्र भन्नु त ल तिमी बाँच्छौ तिमी सेफ छौ म पनि म पनि है ए साथीहरू हेरिरहेको साथीहरू थाहा छैन तपाईँहरू को हुनुहुन्छ नि हामीले भनेको छ है त्यो जे भनेको छ त्यो त्यो बाहेक यता भन्नु माप्नु पाए पो एकचोटि पाएको जिन्दगी बा भने त मान्छे जन्माउने होइन छोराछोरी जन्माउने यस्तो हुन्छ अब आफ्नो छोराछोरी नजन्मे चाहिँ अर्का भक्क हो त्यता जानु फेरि मान्छेलाई के जस्तो लाग्ला फेरि त्यो अरू पनि त छ नि अरू छोराहरू पनि छ बङ्का बङ थाहा छ हल्का रमाइलो गर्ने क्रममा आज चाहिँ एउटा के भनौँ अघि त साथीले भनिसक्नुभयो बाँच्नको लागि त्यही हुनुपर्छ त्यसरी चाहिँ चल्यो भने एकदम बिन्दास छ ठिकठाक छ त्यसरी चल्नुपर्छ अनि के छ के दुर्गाजी ओहो तपाईँ जेलबाट निक्लिसक्नु भएछ निकाल्दे तपाईँ पनि त्यही त हो त्यही डर लाग्छ क्या तपाईँ तर सामाजिक सञ्जालमा भिडियो बनाएर ओली बाका विरुद्धमा लाएर अहिलेको सरकारका विरुद्धमा लाएर ठुलो बन्ने मनोविज्ञान बगेको छ भने त्यो मनोविज्ञान च्यात्न पनि म चुनौती दिन चाहन्छु जस्तोलाई त छोडेर न हामीलाई त बा 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 है बा बोलेको छु है बोलेपछि त केही हुँदैन बा भन्नुपर्छ बाँच्नको लागि त त्यति भएपछि त अहिले नेपालमा चाहिँ बा 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 बोलेको छु कति साथीहरू छन् सबैले हेर्नु है फेरि बोलेको छन् बराबर बोलेको छु अर्को केही शब्द बोलेको छन् फेरि यहाँ त यस्तो फेरि सोल्टी के बोल्यो भने के हुन्छ अरे तर सामाजिक सञ्जालमा भिडियो बनाएर ओली बाका विरुद्धमा लाएर अहिलेको सरकारका विरुद्धमा लाएर ठुलो बन्ने मनोविज्ञान बगेको छ भने त्यो मनोविज्ञान च्यात्न पनि म चुनौती दिन चाहन्छु बाबा बाको विरुद्ध त फेरि खलास भइहाल्छ नि अनि ए दुर्गाजी के भन्दै हुनुहुन्थ्यो तपाईँ पनि के ए जेल लैसकेपछि अब तारिफ गर्ने लु एकचोटि गरिदिनु त ल हत्तेरिका यस्तो भनेर हुन्छ यस्तो भन्दै हिँड्नेलाई चाहिँ के गर्नु रे बाका छोराहरू बाका गुन्ड मेरो मुख पनि छुच्चो छ ककलाई के भनिदिन्छ फेरि लास्टमा त्यो होइन होला त्यसो भन्दै के भन्ने के नभन्ने के शैली रे यो उहाँले भन्नुहुन्छ त्यो को भने को रे ज्ञानेन्द्रजी ज्ञानेन्द्र साईजी के रे बाको के रे खुला बिल्लाधारी गुन्डाहरू प्रयोग गरेर कार्यक्रममा मान्छे कुट्ने मान्छेलाई कारबाही गरियोस् पक्राउ गरियोस् होइन भने सडक र सदनबाट यसको आवाज खरोको साथ उठिन्छ नेपाल नागरिकलाई कुनै पनि नेपालका नागरिकलाई कुट्न पाउने अधिकार छैन सम्मान भत्ता कता जहाँ बसे पनि यिनीहरूले कतिखेर के गर्छन् कि तपाईँ पनि अलिक बढी प्याटा चुप मैले भने होइन यो के गु गा गी गु गे गै गो मैले भने होइन म त बोल्दै म बाबा म त बाबा है एकदम मैले नराम्रो बोल्दिनँ म बोल्दिनँ नेपालमा छु कतिखेर फेरि बाको विरुद्ध नो
ओन्ली वान हा हा बाबा हा हा बाबा यो भयो भने त खुस्काइदिन्छ ल मलाई हावा खुसाउनु छैन यहाँ त बाको विरुद्ध त खलास अन द स्पोट के ओ रङ्गशालामा फुटबल म्याच कस्तो रमाइलो बा 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 मार्यो फेरि किन बोल्या क्या ल किन बोल्या लु आई त गो नो बाप रे बाप के भन्ने ढुट्टो मैले पहिले भने के भन्नुपर्छ सिकाउँदैछु त यहाँ म सिकाउँदैछु मलाई थाहा छ नि त यतिखेरको शासन सत्तामा कसरी बाँच्नुपर्छ आइडिया दिँदैछु कि मुख प्या 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 तक हेर ढुट्टो भएन त ल सही अनुहार देखाउनु अलिअलि बस अनुहार देखाउनु हो तपाईँले नै हो तपाईँले पक्रा लाग्दै बक्सर हुनुहुँदो रहेछ तपाईँ पाउनु भएको छ होला सित्तैको जे खानु सित्तैको होइन सित्तैको मेहनतको बा भने छु बराबर बा बिना त फेरि हावा अनि ठिकै छ सबै ठिकै रहेछ ओहो ए प्रहरीज्यू तपाईँ त स्वतन्त्र हो त तपाईँ भकुर्नेलाई छोडेर कहाँ त्यो बिचरा हेर कुटाइ खानेलाई चाहिँ पक्रिन गएको छ के हुन्छ ओ सकिँदैन उहाँहरूको नि खैरात छैन उहाँहरूलाई त छुयो भने त यस्तो अरे सुनिसक्नु भयो पो धेरै कुराहरू भयो कस्तो होइन झाकझुक के यसो रमाइलो गर्नु मन लाग्यो क्या मलाई आज चट्ट लाएर ज्ञानेन्द्र साईजी एउटा कविता जाओस् त लाई भन्दा देख्नेलाई लाज प्रधानमन्त्रीको थियो रङ्गशालामै बास सरकारका विरुद्ध आवाज उठाएकी हातखुट्टा माझ पार्टीका बिल्लाधारी गुण्डाहरूको देखियो ताण्डव नाच ओहो तपाईँ पनि अब बोली भने कविताबाट पनि फेरि नहान्नुहोस् तपाईँलाई एउटा भनेर सिकायो बा खै तपाईँ गाह्रो छ मैले चाहिँ केही बोलाएको छैन म चाहिँ एकदम चुपचाप म त अब सबै ठिक छ है साथीहरू हेरेर रमाइलो गर्नुभयो यस्तै छ क्या अब नेपालमा बस्नु छ एउटै हो यतिखेर त बा नभने हाउस हाल्छ यस्तो चाहिँ अब एकचोटि पाएको जिन्दगी बाबै हो बाबा बिना त कहाँ चल्दैन नि खबरदार म पनि बरु भन्नुहोस् है म पनि बरु बा भनेपछि ठोकिदिन्छु मारिदिन्छु गरिदिन्छु मलाई पनि आउँछ म पनि गर्छु बरु तर बाबा बराबर बा ए बाँच्नु छ नेपालमा अनि बाबा बिना त एउटा कुरा अनि अर्को के थियो ठिक छ सबैजना ठिक छ त्यसरी हुन्छ क्या के गरिरहेको म हेर्दैछु यहाँ कसले के गर्दैछ म पनि यहाँ हेर्दैछु कहाँ के आइलाग्छ के सोचे अनि पटक चाहिँ त्यो अर्काको व्यक्तिगत रूपमा नजाने भनेर चाहिँ हामीले पढ्नु फेरि ठीक छ मैले तपाईको फरक पर्दैन यही धम्की दिनेहरुको आज हावा फुस्काइने हो के आज के गर्छौ हेलो होइन नि त्यस्तो होइन के उनीहरु त्यस्तो गर्ने हैन त त्यस्तो गर्ने म मरे मलाई गाह्रो छ यसरी काहीँ हुन्छ यस्तो हो अहिले त जाने यसरी गर्ने यहाँ हेर्नुस् यो भाइबाट सिक्नुस् के यो सुखी नेपाली समृद्ध नेपाल नायकी पिओली देशमै बपाल सुखी नेपाली समृद्ध नेपाल नायकी पिओली देशमै बपाल बाँच्न सजिलो छ
नेपालमा कतिखेर कताबाट भुक्स 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 सबै बग्छ बा 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 म त बराबर बा है बाको पक्षमा म नत्र के एकचोटि पाएको जिन्दगी कताबाट कुन चाहिँ आएर भुक्स 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 है ढुट्टो यहाँ त यस्तै छ होइन यहाँ एकजनाले के सोध्दै हुनुहुन्छ ओ ओ ओ ओ ओ ओ ओ ओ को भनेको हेरेको अब त्यो त अब आफै बुझ्नु न अब म के त्यो फेरि मेरै मुखबाट सुन्नुपर्ने त्यस्तो नै हुन्छ तपाईँहरूलाई थाहा छैन बाख्राले बाख्रो जन्माउँछ होइन बाख्राले पाठो भने बाख्राले बाख्रै प्रजाति बाख्रोले बाख्रो जन्माउँछ गाईले गाई जन्माउँछ भैँसीले भैँसी जन्माउँछ बाघले बाघ जन्माउँछ मान्छेले मान्छे जन्माउँछ जनताले जनता जन्माउँछ नेताले अब नेतै जन्माउँछ दुनियाँ ए जन्माउँछ गुन्डाले ओस मेरो एउटा प्रश्न यो बाको शासनमा छोराहरूको जुन दादागिरी छ नि प्रहरीमाथि निर्घात कुटपिट हुन्छ छानबिन हुनुपर्ने पीडकमाथि तर पीडित प्रहरीमाथि छानबिन हुन्छ यो बाको शासनमा छोराहरूको यो खालको दादागिरी कहिलेसम्म अलिअलि बेमानी भयो भने तपाईँमाथि पनि छाउनी हुन्छ तपाईँमाथि पनि छाउनी त तपाईँहरूले गर्न सक्नुहुन्छ किनभने सत्ता र शक्तिमा बसेको मान्छेले सुन्नुहोस् है त्यसमा यो Sorry, no Google. मैले बोल्दिनँ मैले यस्तो अब 2-4 जना कपमा बोलाउने लात्तले भकुने ठाउँमा पुलिसलाई थर्काउने अनि यो चाहिँ अराजकता मचाउने हाम्रो कुरा सुन नत्र भए तँलाई थुन्छु तँलाई गाड्छु मार्छु यस्तो भन्दैमा चाहिँ त्यस्ता मान्छेहरूलाई चाहिँ सरी सुन्नुहोस् डिबेट सालेम यहीँबाट खराब जग्गा कारको भित्तामा हानेर अनि तपाईँहरू भन्नु चाहिँ मेरो मुखबाट नो उठाइदिन्छु यस्ता कुरा त अब के हेलो डिबेट तपाईँ कस्ता मान्छेलाई ल्याउनुहुन्छ कार्यक्रम